आज हामी चाहिँ सिक्छौँ कि पाम्स भ्युटुबाट चाहिँ कसरी खर्च निकासा होइन हामीले चाहिँ स्वास्थ्य संस्थामा काम गर्दै गर्दा विभिन्न सेवा मार्फत चाहिँ हामीले औषधि खर्च गर्छौँ। जसरी ओपिडीमा भयो, गाउँघर क्लिनिकमा हुन्छ, खोप क्लिनिकमा हुन्छ, अथवा हामीले स्वयंसेवकलाई वितरण गर्छौँ होइन। त्यतिखेर चाहिँ औषधिहरूको खर्च त हुन्छ होइन। त्यो खर्च चाहिँ अब कसरी यहाँबाट कसरी खर्च चाहिँ निकासा गर्ने होइन, स्वास्थ्य संस्थाबाट होइन, विभिन्न स्वास्थ्य चौकी होस् अथवा अरू अन्य चाहिँ स्वास्थ्य संस्थाबाट चाहिँ कसरी हामीले खर्च निकासा चाहिँ कसरी गर्ने भन्ने बारेमा आज हामी बुझ्छौँ। यसमा चाहिँ अब जुन पनि यसमा भन्न कुरा गर्दाखेरि कम्ती हामीसँग दुईवटा आइडी हुनुपर्छ। एउटा चाहिँ स्टोर किपरको, अर्को चाहिँ एप्रुभल भन्ने हुन्छ। मैले एप्रुभलको आइडी पनि खोलिहालेँ, त्यसपछि सजिलो हुन्छ। मैले यहाँ एप्रुभलको आइडी खोलेँ है। यहाँ चाहिँ एप्रुभलको आइडी भयो र यो चाहिँ स्टोर किपरको आइडी भयो। यसमा चाहिँ चारवटा स्टेपमा चाहिँ अब त्यो खर्च निकासा भन्ने काम हुन्छ। एउटा चाहिँ हामीले माग गर्नुपर्छ, पहिला माग र एप्रुभ गराउनुपर्छ। त्यसपछि खर्च निकासा गरेर त्यसपछि फेरि त्यसलाई एप्रुभ गराउनुपर्छ। चारवटा गरे चाहिँ हाम्रो चाहिँ माग फारम के अरे यो खर्च निकासा औषधिहरूको चाहिँ खर्च निकासा हुन्छ होइन। महिनामा चाहिँ अब हामीले महिनाको अन्त्यतिर गर्ने हुन्छ। ल अब हामी चाहिँ सुरु गर्छौँ। सबभन्दा सुरुमा चाहिँ हामीले अभिलेख प्रविष्टिमा जान्छौँ र सम्पत्ति तथा जिनिसीसँग सम्बन्धितमा जान्छौँ। यहाँ चाहिँ हामीले माग गर्ने होइन, माग फारम चाहिँ भर्नुपर्छ पहिला। यहाँ चाहिँ संस्थागत भयो। अब हामीले कुनै अरू संस्थासँग जसरी पालिकासँग माग्नुपर्ने भएमा यहाँबाट जाने होइन, अथवा हामीले चाहिँ अब अरू हेल्थ पोस्टसँग होइन अथवा अरू संस्थासँग माग्दाखेरि हामी संस्थागतमा जाने। र अहिले हामी संस्थागत नभएर हामी चाहिँ आफ्नै हेल्थ पोस्टको चाहिँ खर्च निकासा गर्नको लागि पहिला माग फारम गर्नुपर्छ। आफ्नै हेल्थ पोस्टमा चाहिँ माग गर्नु पऱ्यो। त्यही भएर हामीले चाहिँ एड न्यूबाट जान्छौँ। एड न्यूमा गएर चाहिँ आफै यहाँ मिति सबै कुरा आउँछ र हामीले यहाँ शाखा सेलेक्ट गर्छौँ होइन, आफ्नै संस्थाको नाम। यो चाहिँ बाबेचर स्वास्थ्य चौकी छ र माग गर्ने चाहिँ अब यहाँ स्टोर किपरको चाहिँ दुईजना नाम, दुईजनाको कतिजनाको हुन्छ त्यहाँ चाहिँ आफै नाम आउँछ। हामीले चाहिँ स्टोर किपर कसको आइडी कसको नाममा खोजेर त्यो चाहिँ हामीले सिलेक्ट गर्छौँ। यहाँ रोशन कुमार महतोको कारणले गर्दा मैले यहाँ आफ्नो नाम सिलेक्ट गरेँ स्टोर किपर भएको कारणले गर्दा। र प्रयोजन के को लागि, ओपिडी हो कि डिस्पेन्सरी, अब गाउँघर क्लिनिक हो, खोप क्लिनिक हो कि अब स्वयंसेवकलाई दिएको हो कि भन्ने कुरा छ। मैले यहाँ ओपिडी चाहिँ राखेँ। त्यसपछि यहाँ सम्पत्तिको विवरणमा खर्च भएर नजाने जाने हुन्छ। अब खर्च भएर चाहिँ जाने हुन्छ औषधि, त्यही भएर हामीले 2 नम्बरको सिलेक्ट गर्छौँ। र उपसमूहमा चाहिँ औषधि जन्य माल सामान चाहिँ सिलेक्ट गर्छौँ। र उपशीर्षक त्यो उपसमूह भयो। यो चाहिँ उपशीर्षकमा चाहिँ हामीले मेडिकल तथा औषधि जन्य सामानमा क्लिक गर्छौँ। र सम्पत्ति अब यहाँ चाहिँ के हो, कुन औषधि हो हजुरको, मैले पारासिटामोल 500 mg चाहिँ सिलेक्ट गरेँ। र स्पेसिफिकेसनमा 500 mg लेखिदिनुहुन्छ अथवा नलेख्ने हुन्छ। यहाँ चाहिँ अब यहीँमा सबै कुरा हुन्छ, त्यही भएर। र परिमाणमा कतिवटा, मैले 10वटा चाहिँ गरेँ। इकाइ ट्याब्लेट गर्नु पऱ्यो। अब कैफियतमा केही छ भने लेख्ने, अब छैन भने अब नलेखिने हुन्छ। र प्रयोजन के को लागि त, शाखाको लागि कर्मचारीको लागि। यहाँ चाहिँ कर्मचारीको लागि माग्न पाइयो, तर हामीले अहिले शाखाको लागि अब भन्नु स्वास्थ्य संस्थामा चाहिँ हामीले सेवाग्राहीलाई बिरामीलाई दिएको कारणले गर्दा हामी चाहिँ शाखा सिलेक्ट गर्छौँ। त्यसपछि चाहिँ प्लसमा क्लिक गरिसकेपछि आउँछ र यो औषधि भयो। मैले अर्को औषधि पनि अब सिलेक्ट गरेँ। उपशीर्षकमा चाहिँ मेडिकल तथा र सम्पत्तिमा चाहिँ मैले यहाँ ऱ्यानिटिडिन सिलेक्ट गर्छु। म यहाँ घुम्दैछु, यहाँ निट्टली स्लो भएर ऱ्यानिटिडिन ट्याब्लेट यहाँ मैले खाली छोडिदिएँ यत्तिकै। र परिमाणमा चाहिँ पनि 5वटा गरेँ। इकाइमा चाहिँ ट्याब्लेट, कैफियतमा नलेखौँ, शाखा गरेपछि मैले 2वटा औषधिको लागि इक्जाम्पललाई 2वटा औषधि मैले लिएँ। त्यसपछि सेभ अल गरिदिएँ। अब सेभ अल गरिसकेपछि यसमा क्लिक गरेँ। यति गरिसकेपछि हामीले अब फरवर्ड गर्नुपर्ने हुन्छ है। यहाँ आयो नि, अब हामीले सिधै 3 डटमा क्लिक गरेर
अब एडिट गर्नुपर्ने छ एडिट गर्नु, अब हेर्नु छ भने हेर्नुहोस्, यहाँ डिलिट गर्नु छ भने डिलिट गर्नु। अब हामीले सिधै फरवर्ड गर्नुपर्छ केको लागि त, एप्रुभलको लागि। अनि मैले फरवर्डमा क्लिक गरेँ। यहाँ गर्ने बित्तिकै स्वीकृतको लागि मैले गर्दाखेरि स्वीकृति, यहाँ स्वीकृतिकर्ता चाहिँ सिलेक्ट गर्नु पऱ्यो र आफ्नै संस्थाको नाम बायोजोय स्वास्थ्य चौकी मैले सिलेक्ट गरेँ। त्यसपछि आफै यहाँ नाम आउँछ। त्यसपछि के को लागि त, फर एप्रुभलको लागि यहाँ एस क्लिक गरिदिएँ। यति गरिसकेपछि अब हामीले यहाँ चाहिँ अब के अरे एप्रुभलकोमा जान्छौँ। यहाँ गएर एकचोटि रिफ्रेस गर्दाखेरि माग फार्ममा एकबार आउँछ, माग फार्म एकबार आयो र हामीले यहाँ अनुरोध प्राप्तमा चाहिँ क्लिक गर्छौँ। यति गरिसकेपछि यहाँ चाहिँ अब धेरै कुरा केही गर्नु पर्दैन। अब माग फार्म नम्बर 235 यहाँ छ, सिरियल नम्बर 1 भयो। अब मिति आजको चाहिँ भयो। हामीले यहाँ चाहिँ सिधै अब बेकवर्ड गर्नु छ भने गर्नुहोस्, अब प्रिभ्यू गर्नु छ भने हेर्नुहोस्, नत्र सिधै स्वीकृतमा क्लिक गरिदिए। अब स्वीकृतमा क्लिक गर्ने बित्तिकै यहाँ आफै सबै कुरा आउँछ। यहाँ केही थपउट गर्नुपर्ने छ भने गर्नु हुन्छ, नत्र सिधै हामीले एप्रुभमा जानुपर्छ। एस क्लिक गरिदिए। यति भइसकेपछि हाम्रो चाहिँ माग फारम एप्रुभ भयो। अब दोस्रो स्टेपमा चाहिँ अब दुईवटा स्टेप भयो, तेस्रो चौथो हुन्छ। अब तेस्रो चौथोमा फेरि अब हामीले स्टोर किपरमा जानुपर्छ। अब हामीले यहाँ यो सबै गरिसकेपछि अब माग त हाम्रो भयो। अब हामीले के गर्नुपर्छ भन्दाखेरि निकासा फारममा चाहिँ जानुपर्छ। फेरि यहाँबाट सुरुबाट यहाँ गएर सम्पत्ति विवरण सम्पत्तिको उसमा गएर त्यसपछि हामीले निकासा फारम सहायक खातामा जान्छौँ र यहाँ गर्ने बित्तिकै हैन एड न्यूमा चाहिँ क्लिक गर्नुपर्छ हामीले। ल एड न्यूमा क्लिक गर्ने बित्तिकै अब हामीले गरेको चाहिँ अब यहाँ संस्थाको नाम चाहिँ सिलेक्ट गर्नुपर्ने, बाबुआचर स्वास्थ्य चौकी रनमाङ बायोजोय कसले गरेको त यहाँ माग चाहिँ गरेको, यहाँ चाहिँ माग गरेको चाहिँ नाममा चाहिँ सिलेक्ट गर्नुपर्छ। मैले सिलेक्ट गरेँ। आफै औषधि आयो नि, दुईवटा औषधि, 5वटा रेनिटिडिन हैन, 5वटा चाहिँ अब यहाँ रेनिटिडिन आयो र यहाँ चाहिँ 10वटा पारासिटामोल र यो दुईटै चाहिँ यहाँ तल आउनुपर्छ हैन। निकासी हुने सम्पत्तिको विवरण अहिलेसम्म निकासा भएको छैन है, एप्रुभ मात्रै भएको छ माग फारम, र तल आएपछि बल्ल हुन्छ। अब तल उस गर्न यसमा ल्याउनको लागि हामीले यहाँ चाहिँ कार्यमा चाहिँ क्लिक गर्नुपर्छ। क्लिक गर्ने बित्तिकै हैन अब जसरी मैले रेनिटिडिनमा क्लिक गर्नु भने अब रेनिटिडिन हामीसँग भएको सबको स्पेसी के अरे सबै ब्याच नम्बरको चाहिँ आउँछ। 4वटा ब्याच भएको हाम्रो औषधि छन्। अब हामीले चाहिँ माग गरेको चाहिँ कति त 5 ट्याब्लेट हैन, र निकास अहिले भएको छैन। हामीले चाहिँ सिलेक्ट गर्नुपर्छ हैन। अब यहाँ मौजदात चाहिँ सबै देखाउँछ 580 यो बेच नम्बरको, 5वटा यो बेच नम्बरको। अब हामीले यो अघि चाहिँ गरेको भनौँ न जुन बाटो चाहिँ घटाइ नै हुन्छ। मैले यहाँबाट चाहिँ निकासा गर्ने परिणाम चाहिँ 5 गरेँ र यहाँ चाहिँ एड गरिदिएँ। एड गरिसकेपछि रेनिटिडिन तल आयो, फेरि एडमा आयो। त्यसपछि मैले सिटामोल, अब सिटामोलको पनि यहाँ चाहिँ एड गर्नुपर्छ र एड गर्ने क्रममा चाहिँ त्यहाँ सिटामोलको पनि सबै विभिन्न ब्याच नम्बरको हेर्नु त 6, 7, 8वटा ब्याच नम्बरको औषधिहरू हामीसँग छ र यो 10वटा चाहिँ कुनबाट अब कुन ब्याचबाट चाहिँ घटाउनुपर्छ। अब हामीले एक्सपायरी अब युज गर्दाखेरि हामीले अब के अरे यहाँ धेरै यहाँ हुन्छ नि, अब हजुरको दाखिला भएको चाहिँ कुन कुन ब्याच नम्बरको सबै यहाँ देखाउँछ र हामीले चाहिँ अब जुनबाट घटाइने हुन्छ। मैले चाहिँ अब यहाँ 10वटा छ, 10वटा घटाउनु पऱ्यो। मैले यहाँ 10 गराइदिएँ। एड ल एड गरिसकेपछि यो पनि तल आयो। अब सेभ अल गरिदिएँ। ल सेभ अल गरिसकेपछि हाम्रो यहाँ आयो। अब यसको यो चाहिँ यो पनि फेरि यसलाई नै हामीले अब फरवर्ड के अरे एप्रुभ गर्नको लागि हामीले चाहिँ एप्रुभल आइडीकोमा पठाउनु पऱ्यो। अब मैले अब अरू कुरा केही गर्नु छ भने गर्न मिल्छ। अब सिधै हामीले अब सबै ठिक छ भने फरवर्ड गर्नुपर्छ एप्रुभलको लागि। एप्रुभलमा चाहिँ यहाँ हामीले स्वीकृतकर्तामा सिलेक्ट गर्छौँ र त्यसपछि बाबियाचोर स्वास्थ्य चौकी मैले सिलेक्ट गरेँ, नाम आफै यहाँ आउँछ। त्यसपछि के को लागि त एप्रुभलको लागि अनि एस गरिदिएँ। यति गरिसकेपछि फेरि हामीले चाहिँ केमा जान्छ, यहाँ एप्रुभलको आइडीमा गएर जानुपर्छ हैन। अनि फेरि यहाँ चाहिँ एकचोटि रिफ्रेस गरे चाहिँ हेर्नु निकासा फारम बनेर आयो। अब निकासा फारम बनेर आएपछि यहाँ चाहिँ हामीले क्लिक गर्छौँ। क्लिक गर्ने बित्तिकै यहाँ हामीले पठाएको औषधि उताबाट आयो। यहाँ प्रिभ्यूमा हेर्न सक्नुहुन्छ, दुईवटा औषधि छ यसमा, रेनिटिडिन 5वटा र पारासिटामोल चाहिँ 10वटा। मैले यसलाई अहिले हटाएँ। ल अब यति गर्दाखेरि चाहिँ अब हामीले
एप्रुभलमा आयो। अब एप्रुभलमा चाहिँ यहाँ गरेपछि एप्रुभ गरिदिनु सिधै। स्वीकृतिमा क्लिक गरेपछि यहाँ स्वीकृति चाहिँ भयो। ल अब यति भइसकेपछि अब हामीले त्यो अब निकासा भयो कि भएन, स्वीकृति भएपछि निकासा चाहिँ भयो होइन। अब त्यहाँ हेर्नु पऱ्यो। अब निकासा चाहिँ अब एकचोटि मैले यसलाई रिफ्रेस गरेँ। गरिसकेपछि अब अभिलेख एप्रुभ भयो कि भएन भन्ने हेर्नलाई, त्यसपछि अब निकासा भयो कि भएन त्यो सङ्ख्यामा हेर्ने यहाँ प्रतिवेदनमा जान्छ। पहिले चाहिँ हामीले अभिलेख प्रविष्टिमा चाहिँ जान्छौँ। ल यहाँ गइसकेपछि सम्पत्तिको उसमा गएर निकासा फारममा चाहिँ जान्छौँ। यहाँ चाहिँ सबै गरेपछि अब आजको चाहिँ अपडेट भएर आउँछ 2/10 है। यहाँ चाहिँ स्वीकृत भएको होइन, यहाँबाट प्रिन्ट आउट पनि गर्न पाइयो। फेरि प्रिभ्यूमा गएर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। स्वीकृत भएको चाहिँ यतिवटा अवस्था चाहिँ स्वीकृत भयो, निकासा भयो। यसलाई प्रिन्ट गरेर साइनदेन गरेर चाहिँ राख्नुपर्छ होइन। र यो चाहिँ वास्तवमा भएको भएन, हुन त भयो तर एकचोटि हेर्नलाई यो अस्ति वास्तवमा घट्यो कि घटेन भने हेर्नलाई एकचोटि अब हामीले फेरि स्टोर किपरमा चाहिँ गएर अब हामीले यहाँ प्रतिवेदनमा जान्छौँ होइन। कार्यालय प्रतिवेदनमा क्लिक गर्छौँ। यहाँ गइसकेपछि खर्च भएर जाने खाता, खर्च भएर नजाने, हामीले खर्च भएर जानेमा चाहिँ यहाँ क्लिक गर्छौँ। यहाँ चाहिँ क्लिक गर्ने बित्तिकै अब आर्थिक वर्ष चुज गर्छौँ। 82-83 भयो। सम्पत्ति चाहिँ अब कुन अस्ति मैले ऱ्यानिटिडिन एकचोटि ऱ्यानिटिडिन मैले सिलेक्ट गरेँ ट्याब्लेट होइन। स्पेसिफिकेसनमा चाहिँ मैले अब भनौँ न 150 भयो भने अथवा अल गरिदिउँ, के भएन, जुन गरे नि हुन्छ। ल प्रिभ्यूमा मैले यहाँ क्लिक गरेँ। क्लिक गर्ने बित्तिकै हेर्न सक्नुहुन्छ यहाँ हजुरले स्टोरमा दाखिला भएको यति हो हाम्रो, र निकासा खर्च भएको चाहिँ 5वटा खर्च भएर आयो नि हो। यहाँ भएपछि थाहा हुन्छ यहाँ चाहिँ खर्च भएर आयो भनेर। अनि त्यसै गरी चाहिँ अब सिटामोलको हेर्नु छ भने अब यो चाहिँ सेम भयो। यहाँ चाहिँ हामीले पारासिटामोल 500 mg गर्छौँ। यो चाहिँ अलगो अलग हुन्छ र प्रिभ्यूमा हेर्न सक्नुहुन्छ 10वटा चाहिँ खर्च भएर गयो होला भनेर कुरा हेर्नु। यहाँ 10वटा निकासा खर्च भनेपछि यहाँ 10वटा आयो नि। अब त्यहाँ खर्च भएर चाहिँ देखायो। यति भएपछि पुग्यो। ल अब यति थियो आजको लागि होइन। आजको भिडियोमा चाहिँ यति थियो। फेरि चाहिँ मैले अर्को भिडियो लिएर आउने प्रयास गर्नेछु। कृपया हजुरले भिडियो चाहिँ अब हेरेर चाहिँ राम्रो लाग्यो भने त्यही अनुसार चाहिँ कमेन्ट है गरिदिनु होला। के कस्तो छ, केही कमजोरी छ भने भनिदिनु होला। र हजुरहरूको अब केही अरू भिडियो यही सम्बन्धी चाहिँ पाम्स भिडियो सम्बन्धी अरू चाहिँ केही गुनासो त्यस्तो छ भने अथवा केही समस्या त्यस्तो केही छ भने कृपया कमेन्ट गर्नु होला। म चाहिँ लिएर त्यो भिडियोको बारेमा त्यो हजुरले कमेन्ट गरेको भिडियोको बारेमा चाहिँ म फेरि आउने प्रयास गर्छु। अहिलेको लागि यति नै। हस्त, धन्यवाद, नमस्कार।